क्रिकेट सञ्जीव नेपाल 10 विकेटले हारेको छ इटलीसँग आफ्नो पहिलो टी20 इन्टरनेसनल म्याच इटलीसँग खेल्दाखेरि वर्ल्ड कपको नेपालको लागि वान अफ द बिगेस्ट लस। अझै पनि 2014 को वर्ल्ड कप पछि नेपालले 24 मा वर्ल्ड कप खेल्यो, कुनै पनि जित निकाल्न सकेन, क्लोज भएको थियो। यो वर्ल्ड कपमा पनि निकै क्लोज भएको थियो इङ्ल्यान्डसँग, तर आज इटलीसँग पनि जित निकाल्न सकेन। सुपर 8 को सपना त सपनामै रहने भयो। जुन प्रकारको खेल नेपालले आज इटलीसँग खेलेको छ, इङ्ल्यान्डसँगको म्याचमा त्यति राम्रो प्रदर्शन अनि आज आएर इटलीसँग यो खराब प्रदर्शन। द वे नेपाल ब्याटेड स्पेसल्ली इट वाज टु ब्याड। त्यो पिच त्यति खराब थिएन र जुन हिसाबको बलिङ इटलीले गर्यो, जुन हिसाबको ब्याटिङ इटलीले गर्यो, आई थिङ्क प्रशंसा गर्नै पर्छ। वेलकम एभ्री वान। यो पोस्ट म्याच एनालाइसिसमा कहाँ नेपालले गल्ती गर्यो, के गल्ती भयो, कसरी इङ्ल्यान्डसँग त्यति स्ट्रङ खेलेको राष्ट्र आज यति नराम्रो खेल प्रदर्शन गर्न सक्छ। विल टक इन डिटेल अबाउट नेपालको म्याच। नेपाल आज इटलीसँग 10 विकेटले हारेको छ। विल टक अबाउट द्याट, के रिजनले गर्दा नेपाल यसरी हार्यो र हाउ क्यान नेपाल इम्प्रुभ गोइङ फरवर्ड। वेलकम एभ्री वान टु आवर च्यानल क्रिकेट सञ्जीव। र तपाईँले नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट जानकारीको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला। वेलकम एभ्री वान। अगाडि बढाऊ। इटलीको बारेमा कुरा गरौँ भने इटलीको यो पहिलो 10 विकेटको जित हो। इटलीको खेलाडीहरूले सेलिब्रेट गरेका थिए, जुन हिसाबले वर्ल्ड कपमा इटलीको पहिलो विन पनि हो। फुटबल वर्ल्ड कपमा डोमिनेट गर्दै आएको इटली क्रिकेट वर्ल्ड कपमा पनि पहिलो म्याच जितेको छ भन्नुपर्छ नेपालसँगको। आफ्नो दोस्रो म्याच हो यो वर्ल्ड कपको। स्कटल्यान्डसँगको पहिलो म्याच हारेको थियो, नेपालसँगको आजको खेल जितेको छ, त्यो पनि 10 विकेटले। र जुन हिसाबले ओभरअल म्याच अगाडि बढ्यो, नेपालले टस हारेको थियो। नेपाल पनि फिल्डिङ गर्न चाहन्थ्यो, तर टस हारेर नेपालले ब्याटिङ गर्नु पर्यो। कुशल भुटेल सुरुमा आउट हुने बित्तिकै त्यो पिच लुक निकै डिफिकल्ट पिच देखिएको थियो, तर नेपाली ब्याट्सम्यानहरूले त्यसलाई झनै डिफिकल्ट बनाए। पावर प्लेसम्म नेपाल ठिकै खेलिरहेको थियो। फर्स्टको 3 ओभर नेपाल त्यति राम्रो ब्याटिङ गर्न सकेन, तर त्यसपछिको 3 ओभरमा रोहित पौडेलको केही ठुलो छक्काका मद्दतले नेपालले एउटा गुड टोटल भनौँ 40 माथिको टोटल बनाउन सकेको थियो। तर जुन हिसाबले पिचमा स्पिन बलरहरू हाबी हुँदै गए र नेपाली यो रिजन हार्नुको रिजन वाइज हामी हेऱ्यौँ भने जुन हिसाबले नेपालले राम्रो ब्याटिङ गर्न सकेन, त्यसको पछाडि 3-4 रिजन खोज्यौँ भने पहिलो पार्ट द वे नेपाल ब्याटेड विथ स्पिनर। किनभने स्पिनरलाई टेढेमेढे सर्ट पनि खेल्न सक्नुपर्छ। सर्ट सेलेक्सन वाइज कुरा गरौँ, स्विप सर्टहरू खासै नेपालले खेल्न खोजेन, रिभर स्विप खेल्न सकेन। राम्रो लाइन एन्ड डेथमा उनीहरूले बलिङ गरिरहेका थिए। ब्याट्सम्यानलाई कुनै पनि हिसाबले ट्रबल दिन सकेन सर्ट सेलेक्सन वाइज नेपालले। र जब स्पिनरहरूले एउटै लाइन एन्ड डेथमा कन्टिन्युस बलिङ गर्न पाउँछन्, देन ब्याट्सम्यानहरूलाई झन् खेल्न गाह्रो हुने गर्छ। इङ्ल्यान्डसँगको लास्ट ओभर पनि हामीले कुरा गरौँ भने 6 बलमा 10 रन चाहिएको थियो। ब्याक टु ब्याक 6 योकर बल फालेर कुनै पनि बलमा नेपालले राम्रो सर्ट र ठुलो सर्ट खेल्न सकेन। आज पनि त्यस्तै भएको छ। त्यो चाहिँ स्पिनरहरूले गरे, करेक्ट लाइन एन्ड डेथमा बलिङ गर्दै गए। नेपालले कुनै पनि ऱ्यास सर्ट वा टेढेमेढे सर्ट भनौँ, रिभर स्विप होला, त्यो सर्ट खेल्न खोज्न एकदम टेक्निकल्ली साउन्ड ब्याटिङ गर्न खोज्यो र बलरहरू झन् हाबी हुँदै गएर नेपालले रन स्कोर गर्न सकेन। र जब केही बल स्पिनरले गर्दा गर्दै ओभर 4 सकिन लागिसकेपछि अनि यस्तो स्कोरबोर्ड हेर्ने बेलामा त स्कोरबोर्ड प्रेसर लो, रन रेट कम भइसक्यो, अनि ठुलो सर्ट खेल्न खोज्दा नेपाली ब्याट्सम्यानहरू आउट भए। र पहिलो रिजन हामीले हेऱ्यौँ भने नेपालको लसको पछाडि द वे नेपाल ब्याटेड एग्नेस्ट स्पिनर, द सर्ट सेलेक्सन र नेपालमा पनि ट्युमा म्याच हुने बेलामा एनपिएलमा पनि हामीले हेऱ्यौँ भने जब पिच टर्निङ हुन्छ, स्लो टर्निङ हुन्छ, नेपाल 120-25 रन 30 रनै एनपिएलका टिमहरूले बनाएका थिए। नेपाली ब्याट्सम्यानहरूले त्यति राम्रो स्ट्राइक रेटमा खेल्न सकेका पनि थिएन एनपिएलमा पनि। र स्पिनरसँग नेपाली ब्याट्सम्यानहरू स्टिल प्रिफर टु प्ले इन गुड ब्याटिङ सर्फेस। जब स्पिन हेभी हुन्छ, नेपाली ब्याट्सम्यानहरूलाई खेल्न गाह्रो हुने गर्छ। दोस्रो रिजन वाइज हेऱ्यौँ भने हामीसँग लेफ्ट ह्यान्ड ब्याट्सम्यान थिएन टप अफ द अर्डरमा। जब स्पिनरहरू हाबी भइरहेका थिए, मेबी गुलसन जहाँ कुडगो हामी टपमा खेलाउन सक्थ्यौँ। हामीले बसिरलाई खेलाएका छैनौँ, कुशल मल्ल हामीसँग टिममा छैनन्। सो हामीले पहिला पनि वकालत गर्दै आएका थियौँ, टप 5 मा एकजना लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुनुपर्छ भन्ने हिसाबले हामीले कुरा गर्दै आएका थियौँ। र वी वर एक्सपेक्टिङ बसिर अहमद विल प्ले इन प्लेस अफ आरिफ शेख, तर आरिफले वार्म अप म्याचहरूमा निकै राम्रो प्रदर्शन गरेका थिए। हि गट द अपर्च्युनिटी। तर हामीसँग टप 5 मा सबैजना राइट ह्यान्डेड ब्याट्सम्यानहरू पनि आजको म्याचमा राम्रोसँग ब्याटिङ गर्न सक्नुको दोस्रो कारणको रूपमा हामी हेर्न सक्छौँ। र टिमको मेन्टालिटी वाइज आज जब नेपाल ब्याटिङ गर्न आइरहेको थियो, वाज नट विथ द पोजिटिभ इनर्जी। किनभने कोच क्याप्टेनले पनि टसमा हामी पनि ब्याटिङ गर्न चाहन्छौँ, बलिङ गर्न चाहन्छौँ फर्स्टमा भनिरहेका थिए। र नेपाललाई आज साइकोलोजिकल्ली प्रेसर पनि थियो, किनभने इङ्ल्यान्डसँगको म्याचमा नेपाल हेज नथिङ टु लुड। नेपाललाई कुनै पनि एउटा अन्डरडग्स थियो नेपाली टिम, तर आजको म्याचमा नेपाल अझ सिनियर टिम, नेपाललाई जित्नुपर्छ भन्ने दबाव पनि थियो र साइकोलोजिकल्ली एउटा प्रेसर पनि थियो। त्यो इटलीसँग हामी हार्न सक्दैनौँ, इटलीलाई जित्नुपर्छ। जुन हिसाबको पर्फर्मेन्स नेपाल इङ्ल्यान्डसँग गरेको छ, अलट अफ हाई एक्सपेक्टेसन नेपालको टिमसँग, नेपाली खेलाडीहरूले पनि
त्यसलाई प्रेसरको रूपमा लिए, त्यसलाई इन्जोयमेन्टको रूपमा भन्दा पनि त्यसले गर्दा पनि हामी तेस्रो रिजनको रूपमा हामी लिन सक्छौँ। र चौथो रिजनमा चाहिँ हामी हेऱ्यौँ भने नेपालको आज नेपालले पिचलाई राम्रोसँग रिड गरेन, किनभने हामीले नेपालको स्कोर हेऱ्यौँ भने जब दिपेन्द्र सिंह गैरे आउट भएका थिए 14 ओभरमा 93 रन थियो, 4 विकेट गएको थियो, स्टिल हामीसँग 150 वरिपरिको स्कोर बनाउने क्षमता थियो, किनभने हामीसँग 5 ओभर बाँकी थियो, गुड हिटर ब्याट्सम्यानहरू हामीसँग थिए। तर लुक लाइक वी ट्राई टु मेक अझ बढी, हामी 70 रन बढी बनाउन खोज्यो जस्तो लाग्छ, किनभने हामीले पिचलाई राम्रोसँग रिड गर्न सकेनौँ। जुन हिसाबले नेपालले बलिङ गरेको थियो, जुन हिसाबले इटलीले ब्याटिङ गर्यो, 170 रन भयो भने चेन्ज हुन्छ जस्तो लागिरहेको थियो। तर द्याट विल क्रिएट अ प्रेसर, हामीले 150 देखि 60 को रन बनाउन सकेको भए हामीले प्रेसर क्रिएट गर्न सक्छौँ। अनि त्यो पार्टमा पनि हामी चुकेका छौँ, किनभने 13 ओभरमा 90 समथिङ रन बनाएका थियौँ, त्यसपछिको 6 ओभरमा जुन हिसाबले हामी कोल्याप्स हुन पुग्यो, पुरै ओभर पनि हामीले खेल्न सकेनौँ। त्यो निकै समस्याको रूपमा हामी नेपाललाई हेर्न सक्छौँ। र प्लेइङ 11 वाइज कम्बिनेसन पनि त्यति राम्रो नेपालले आज लिएर खेलेन भन्नुपर्छ, किनभने शेर मल्ल भएको भए अझ ब्याटिङ आज उनको आउने थियो, उनले केही रन स्कोर गर्थे होला। विथआउट नो रिजन भन्नुपर्छ, शेर मल्लले ठिकै बलिङ गरेका थिए फर्स्ट म्याचमा इङ्ल्यान्डसँग, उसको ठाउँमा ललित राज वंशलाई खेलायो र चेन्ज गर्नुपर्ने प्लेयर थियो करण केसीले 2 फ्यु रन बनाए, तर बलिङ वाइज करण केसीको ठाउँमा वी वर एक्सपेक्टिङ सोमपाल कामी, त्यो चेन्जेस पनि हामी देख्न सकेनौँ। र एउटा बढी प्रेसराइज भएर विनिङ जित्नुपर्छ भन्ने प्रेसराइज पनि भएर नेपाल आज खेलेको देख्न सक्छौँ। र समग्र रूपमा हेऱ्यौँ भने नेपालको लागि निकै खराब प्रदर्शन हो। नेपालले 10 विकेटले वर्ल्ड कपमा हारेको यो पहिलो पटक हो, यति ठुलो मार्जिनले गेम हारेको, र कम्प्लिटली आउटप्ले भन्न सक्छौँ। नेपालले 123 रन बनाएको थियो, इटलीले 12.4 ओभरमा त्यो टार्गेट चेज गरिदियो, र अब दुईवटा खेल जितेर पनि सुपर 6 भन्ने त्यो सपना चाहिँ हामी छोडिदियौँ, किनभने जुन हिसाबको क्रिकेट हामीले खेलेका छौँ, जुन हिसाबले हाम्रो नेट रन रेट यो म्याचपछि तल भएको छ, सुपर 6 को कुरा छोडिदियौँ। तर लेट्स होप नेपालले यो वर्ल्ड कपमा एक खेल चाहिँ जित निकाल्छ स्कटल्यान्ड र वेस्ट इन्डिजसँग, त्यो चाहिँ हामी प्रे गरौँ। नेपालको लागि ठुलो लर्निङ पनि हो, हामी लर्न गर्दै आएका छौँ, कप्तानले जहिले पनि लर्न गर्दै आएको छु भन्छन्। तर T20 क्रिकेटमा स्पेसल्ली वी निड अ प्लेयर जसले टप अफ द अर्डरमा प्रेसराइज ब्याटिङ गर्न सक्छ, किनभने हामीसँग हाम्रो टप 5 ब्याट्सम्यान हेऱ्यौँ भने कुशल भुटेल बाहेक दिपेन्द्र सिंह गैरेले कुनै गेममा ठुलो सर्ट खेल्न सक्छन्, तर त्यो बाहेक हामीसँग अर्थोडक्स ब्याट्सम्यानहरू नै छन्, T20 क्रिकेट स्पेसलाइज ब्याट्सम्यानहरू छैनन्, इन्क्लुडिङ रोहित पौडेल, 2 उनले रन बनाएका छन्, आरिफ शेख होला, दे आर टोटल्ली 50 ओभर फर्मेट टाइप ब्याट्सम्यान। 2-3 T20 मा कन्ट्रिब्युट गरेका छन्, तर जब प्रेसर सिचुएसन आउँछ, जब बलरहरूले राइट लाइन लेन्थमा बलिङ गरेर टिमलाई प्रेसरमा पार्छन्, त्यो बेलामा त्यस्तो प्रेसरबाट निकाल्न सक्ने स्पेसल T20 टाइप अफ प्लेयर हामीले अझै पनि निकाल्न सकेका थिएनौँ। कुशल मल्ल राम्रो फर्ममा थिएनन्, टिममा नपर्नु इज फाइन। गुलसन झा इज गोइङ थ्रु भेरी ब्याड फर्म भन्नुपर्छ। इङ्ल्यान्डसँगको म्याचमा पनि उनले केही रन स्कोर गरेको भए नेपालले जित्न सक्थ्यो, आज पनि उनले रन स्कोर गर्न सकेनन्। सो T20 स्पेसलिस्ट ब्याट्सम्यानहरू नभएको कुरा हामी आजको खेलबाट पनि हामी देख्न सक्छौँ, र कम्प्लिटली आउटप्ले गरेको छ। बलिङ वाइज पनि 123 रन कुनै फाइट निकाल्न सक्थ्यो नेपालले, तर नेपाललाई समस्या के भयो बलिङमा भने जब लेफ्ट राइट कम्बिनेसनको ब्याटिङ इटलीको थियो टप अफ द अर्डरमा, रोहित पौडेल कन्फ्युज, ललितलाई सुरुमा बलिङ गराउने कि नगराउने त्यो कुरा पनि कन्फ्युज भए। कुशल भुटेल र सन्दीप लामिछाने नर्मल्ली आफ्टर द पावर प्ले बलिङ गराउँथ्यो, पावर प्लेमा करण केसी लुक एक्सपेन्सिभ, नन्दन यादवको त्यति राम्रो कन्ट्रोल छैन पावर प्लेमा, हि इज मोर ओभर मिडल ओभर एन्ड डेथ ओभर बलर। सो लेफ्ट एन्ड राइट कम्बिनेसन हुने बित्तिकै नेपाललाई त्यो समस्याको रूपमा पनि रह्यो, किनभने 123 रनमा पनि नेपालले को स्पिनरहरू जुन थियो त्यो स्पिनर देख्ने बेलामा चाहिँ सम फाइट नेपालले दिन सक्थ्यो, तर त्यो पनि दिन सकेन। टोटल्ली खराब क्रिकेट भन्नुपर्छ नेपालले आज खेलेको छ। त्यो इङ्ल्यान्डसँगको म्याचपछि यो म्याच आई थिङ्क हामी सबै फ्यानहरूलाई डिसपोइन्ट पनि भएको छ, तर होप नेपालले यो म्याचबाट ओभरकम गर्नेछ र गोइङ फरवर्ड हामीलाई कस्तो खाले खेलाडी चाहिन्छ T20 मा, आई थिङ्क त्यो तरिकाले एउटा कुनै खेलाडीले रन स्कोर गरेको छ त्यो खेलाडी खेलाउनुपर्छ भन्ने होइन कि त्यो स्पेसिफिक रोलमा त्यो पोजिसनमा कस्तो खाले खेलाडी चाहिन्छ त्यो हिसाबले पनि हामीले टिम पिक गर्न आवश्यक छ। र गोइङ फरवर्ड टप 5 वा 6 मा वी निड वान अफ द लेफ्ट ह्यान्ड ब्याट्सम्यान। वेस्ट इन्डिजसँग पनि हामी तेस्रो गेम खेल्दैछौँ, त्यो बेला वेस्ट इन्डिजको स्पिन बलिङ योभन्दा खतरनाक रहेको छ। सो वी निड लेफ्ट राइट कम्बिनेसन फर स्योर। मेबी हामीले बसीलाई खेलाउनु पर्ला, त्यो बारेमा हामी डिटेल भिडियो बनाउनेछौँ वेस्ट इन्डिजको म्याचको बारेमा। तर इट्स अ डिसपोइन्टिङ म्याच। एज अ फ्यान, एज अ नेपाली क्रिकेट फ्यान, एज अ नेपाली क्रिकेट सपोर्टर यो भिडियो बनाउने बेलामा पनि मजा आइरहेको छैन। तर लेट्स होप नेपालले अपकमिङ म्याचमा यो गल्तीहरूलाई सुधार्नेछ र मेन्टालिटी वाइज पनि एउटा यो विनिङ मेन्टालिटी जुन इङ्ल्यान्डसँग रहेको थियो, जुन एउटा बडी ल्याङ्ग्वेजको पार्टहरू हेरौँ आजको म्याचमा, जुन एउटा इफोर्ट एउटा कडा टिम जस्तो देखिनु पर्ने थियो, आई थिङ्क इट डजन्ट सो। तर होप नेपालले सिक्दैछ, किनभने यो सिक्दैछ भन्नलाई जोकको रूपमा पनि लिएको छ, तर पक्कै पनि सिक्दैछ र सिक्ने पनि छ र मुभिङ फरवर्ड त्यसलाई इम्प्लिमेन्ट पनि गर्नेछ र बिगर
विनहरू निकाल्ने छ बेस्ट विसेस अपकमिङ म्याचलाई फ्यानहरूलाई इट्स हार्ड टु डाइजेस्ट इङ्ल्यान्डसँग 4 रनको हार पनि इट्स हार्ड टु डाइजेस्ट र आज 10 विकेटको हार यो त झन् इट्स हार्ड टु डाइजेस्ट बट बिङ अ नेपाली क्रिकेट फ्यान गेम क्रुअल हुने गर्छ वी हेभ टु एडजस्ट दिस सो बेस्ट विसेस नेपाललाई अर्को म्याचको लागि होप हामी वेस्ट इन्डिजसँगको म्याचमा योभन्दा राम्रो प्रदर्शन गर्नेछौँ थ्याङ्क्स फर वाचिङ हामी फेरि अर्को नयाँ भिडियो लिएर फेरि भोलि आउनेछौँ र वेस्ट इन्डिजसँग लगायत अरू कुरामा टपिकमा कुराकानी गर्नेछौँ थ्याङ्क्स फर वाचिङ तपाईँले हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट जानकारीको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला थ्याङ्क्स फर वाचिङ बाई सी यू अल इन नेक्स्ट भिडियो